सम्पूर्ण साथीहरुलाई वेलकम छ। आज हामी क्लास 8 को साइन्टिफिक नोटेसन भन्ने च्याप्टरमा चाहिँ रिभिजन गर्न गइरहेका छौं। साइन्टिफिक नोटेसन अफ नम्बर्स है त। साइन्टिफिक नोटेसन भनेको के हो? यो चाहिँ किन आवश्यक छ? किन गर्नुपर्छ? साइन्टिफिक नोटेसन चाहिँ हामीलाई के सजिलो हुन्छ भन्ने कुरा बुझ्दै छौं। अब साइन्टिफिक नोटेसन हेरौँ है त। द डिस्टेन्स बिट्विन द प्लानेट फ्रम द सन इज गिवन इन द फलोइङ टेबल. हाउ क्यान वी रिड द नम्बर्स शोइङ द डिस्टेन्स? Can they be written in the short form? If so, how? Discuss these questions issue in your group भनेको छ है। जस्तै अब हाम्रो ठुलो ठुलो अब्जेक्टहरु छ जस्तै मार्स है, सनको मास भयो, अर्थको मास भयो हैन। अब जुपिटरहरु भयो अथवा अर्थबाट सनसँगको डिस्टेन्सहरु भयो। अब एकदमै ठुलो हुन्छ, यसको भ्यालु एकदमै ठुलो हुन्छ। अब यसलाई चाहिँ हामीले सानो गरेर है स्मलमा कसरी पढ्ने त? है सर्ट फर्ममा कसरी पढ्ने त? यसलाई सर्ट फर्ममा कसरी लेख्ने त भन्ने कुरा चाहिँ हामीले केमा पढ्छौं त? हामीले साइन्टिफिक नोटेसनमा पढ्छौं है त। अनि त्यसलाई सर्ट मेथड है ठुलो ठुलो नम्बरहरुलाई चाहिँ इजिली चाहिँ हामीले सर्ट तरिकाले लेख्ने मेथडलाई चाहिँ साइन्टिफिक नोटेसन भन्छ। साइन्टिफिक नोटेसन चाहिँ 10 को पावरमा 10 को बेसमा चाहिँ लेख्ने नम्बर सिस्टम हो है त। नम्बर सिस्टम भन्दा पनि यो चाहिँ के हो त? हाम्रो एउटा चाहिँ इजी वे है। यहाँ लेखौं के हेरौँ है त के लेखेको छ। The scientific notation of the numbers is that method which express the number as the product of a decimal number containing a single digit before the decimal and the number in the powers of 10. Before decimal के भन्यो त? Before decimal चाहिँ के भन्यो त? सिंगल डिजिट हुनु पर्यो रे है। डेसिमल भन्दा अगाडिको नम्बर चाहिँ सिंगल डिजिट हुनु पर्यो भनेको छ है। अनि के को फर्ममा लेख्नु पर्यो? 10 को पावरमा लेख्नु पर्यो। बेस 10 मा चाहिँ 10 को पावरमा को फर्ममा चाहिँ हामीले लेख्यो भने त्यसलाई चाहिँ हामीले के भन्छौं त? त्यसलाई चाहिँ साइन्टिफिक नोटेसन भन्छौं। अब एक्जाम्पल 1 हेरौँ है त। राइट द फलोइङ नम्बर्स इन अ साइन्टिफिक नोटेसन भनेको छ। साइन्टिफिक नोटेसनमा लेख्ने 759 है 759 लाई चाहिँ के लेख्न सकियो भने सबभन्दा पहिला अघि मैले भनेको कुरा के याद गर्नु पर्यो भने जहिले पनि डेसिमल अगाडिको नम्बर चाहिँ सिंगल डिजिट हुनुपर्छ। सिंगल डिजिट भनेको चाहिँ के हुनुपर्छ त? 0 to 9 हुनुपर्छ है। सिंगल डिजिट हुनु पर्यो बिफोर डेसिमल। सिंगल डिजिट भनेको 0 देखि 9 सम्म हुनु पर्यो र सबैले बेस 10 को पावरमा है 10 को पावरमा 10 को पावरको फर्ममा लेख्ने है 10 को पावरको फर्ममा लेख्ने यो कुरा याद गर्नुपर्छ। भने 759 लाई चाहिँ हामीले यसको सिंगल डिजिट यो 7 मा ल डट राख्छौं है। डेसिमल चाहिँ यहाँ निर ल राख्छौं भनेको 7.59 भयो। भने पोइन्ट पछाडी डेसिमल पछाडी कतिवटा डिजिट भयो त? अब दुईटा डिजिट भएपछि इन्टु गरौँ अनि 1 पछाडी पछि दुईटा 0 भने यसलाई के लेख्न पाइयो? 759 इन्टु 10 को पावर यो अब 0 कतिवटा त? दुईटा है 2 काउन्ट गरेर यसरी लेखेको। ए अर्को छ 39000 39000 भने यसको पनि अहिले डट कहाँ छ? यहाँ लास्टमा छ है। यो डटलाई चाहिँ मैले कति स्टेप त? 1 स्टेप 2 स्टेप 3 स्टेप 4 स्टेप अगाडि झार्दै छु। कति स्टेप त? 4 स्टेप भनेको 3 को पछाडी लाँदै छु डटलाई। यो मेरो डेसिमल जुन नम्बर छ डेसिमल छ त्यो डेसिमललाई मैले 4 स्टेप कतातिर त? लेफ्टतिर। कतातिर त? लेफ्टतिर लाँदै छु। कतातिर? लेफ्टतिर। ए भने 3.9 इन्टु 10 को पावर त कति भयो? 1 2 3 4 डेसिमल पछाडी कतिवटा डिजिट छ यहाँ? 4 वटा भने 4 वटा 0 हुनु पर्यो। 3.9 इन्टु 10 को पावर कति भयो? 4 भयो है 4 वटा 0 भएको हुनाले लेफ्टतिर राख्दा चाहिँ डेसिमल पावर पोजिटिभ हुन्छ है। यो लेफ्ट साइडतिर चाहिँ पावरमा प्लस हुन्छ है। पावर प्लस हुन्छ लेफ्टतिर जाँदा पावरमा प्लस हुन्छ। यता राइटतिर जाँदा चाहिँ पावरमा चाहिँ के हुन्छ? माइनस हुन्छ है त। अब यसलाई हेरौँ इसी नम्बरको 0.000 0.000 तीनटा 0 37 भने अहिले डेसिमल यहाँ छ। अहिले डेसिमललाई त हामीले कहाँ लान सकिन्छ त? अब डेसिमललाई चाहिँ 3 मा लान सकिन्छ यहाँनिर हो। भनेपछि त अब यहाँ पुर्याउँ है त। भने यसलाई सिधै के लेखौँ भने 3.7 है। अब डेसिमल मैले कता छाड्दै छु त? राइट साइडतिर छाड्दै छु। पावर नेगेटिभ भने यसलाई डिभाइड गर्नु पर्यो। भने अब कति स्टेप? 1 स्टेप 2 स्टेप 3 स्टेप 4 स्टेप छाड्दै छु भने 1 पछाडी 1 2 3 4 भने यसलाई के लेख्न पाइयो भने 3.7 इन्टु 10 को पावर -4 है। के लेख्न पाइयो त? 3.7 इन्टु 10 को पावर -4 है त। भनेको 4 स्टेप राइटतिर जाँदै छु है त। त्यही भएर 4 स्टेप राइटतिर गएको हुनाले -4 भएको। अब अर्को एक्जाम्पल हेरौँ। यो अहिलेको क्वेशन हो है यो।
अर्को छ 123.54 है 123.54 छ। अब यसलाई चाहिँ हामीले के लेख्न सक्छौँ भनेपछि यो डिजिट त अहिले यहाँ छ यो डेसिमल यसलाई एक स्टेप दुई स्टेप यहाँनिर पुर्याउने हो भनेपछि अब सिधै यसलाई के गर्न सकियो भने अहिले 1.2354 छ दुई स्टेप लेफ्टतिर सार्यो भनेपछि के गर्नु पर्यो त पावरमा मल्टिप्लाई गर्नु पर्यो होला हैन डिभाइड गर्नु परेन नि अहिले त डिभाइड गर्नुपर्ने भनेको चाहिँ राइटतिर सार्यो भने हो अहिले त मेरो डेसिमल कतातिर सार्दैछु लेफ्टतिर सारेपछि त इन्टु हुन्छ भनेपछि कति स्टेप दुई स्टेप सार्यो भने दुईटा जेरोले मल्टिप्लाई भएपछि यसको आन्सर के हुने भने 1.2354 इन्टु 10 को पावर 2 है ल यसरी आएको यो। अब अर्को एउटा क्वेसन हेरौँ के छ त यो क्वेसन भन्दाखेरि यो क्वेसनमा चाहिँ के छ भन्दाखेरि 0.000213 छ भनेपछि अहिले मैले 2 मा लाने हो डेसिमल यहाँनिर पुर्याउने है भनेपछि 4 स्टेप 1 2 3 4 स्टेप लाँदैछु भनेपछि मैले के गर्न सके सिधै भने 0.000213 लाई चाहिँ सिधै 0.0002.13 लेखेर 1 2 3 4 स्टेप सारेको भनेपछि 4 वटा जेरोले डिभाइड गरिदिउँ 1 2 3 4 भनेपछि यसलाई मैले चाहिँ अब यो पोइन्ट डेसिमल अगाडिको जिरोको त भ्यालु छैन भनेपछि 2.13 इन्टु 10 को पावर कति त -4 यो 10 को पावर 4 चाहिँ माथि जाँदाखेरि ल अफ इन्डिसेसमा चाहिँ यो ल चाहिँ थाहा हुनु पर्यो हामीलाई है त यो चाहिँ के हुन्छ त माइनस भएर जान्छ माथि जाँदा त्यही भएर -4 भएको है त साथीहरु 2 - 6 गरेर -4 भएको छ तपाईले यसरी बुझ्दा पनि हुन्छ यो मैले गरेको तरिका छ नि यतापटि यो तरिकाले गर्दा हुन्छ है ल अब एक्जाम्पल 2 मा जाउँ एक्जाम्पल 2 मा राइट द फलोइङ नम्बर्स गिवन इन द साइन्टिफिक नोटेसन इन डेसिमल नम्बर सिस्टम यो चाहिँ साइन्टिफिक नोटेसनमा छ अलरेडी यसलाई चाहिँ केमा लेख्न पर्यो त हामीले सिम्पल डेसिमल नम्बरमा चाहिँ लानु पर्यो यसलाई है त 6.3 इन्टु 10 को पावर 3 ए नम्बरलाई हेरौँ अब 6.3 इन्टु 10 को पावर 3 भनेको चाहिँ कतिवटा जेरो त तीनटा जेरो भनेपछि अहिले यहाँ छ अब डेसिमल अहिले के छ त 6.3 इन्टु 10 को पावर 3 भनेको तीनटा जेरो भयो अब पहिले यहाँ डेसिमल भनेपछि इन्टुमा त के हुन्छ राइट साइडतिर जाने हो भनेपछि 6 3 अनि दुईटा जेरो है एउटा जेरो चाहिँ यो 3 सँग क्यान्सल हुने भयो यो जेरो है यो जेरो र यो 3 चाहिँ क्यान्सल हुने भयो दुईटा जेरो चाहिँ यस्तो हुने भयो है भनेपछि 6300 डेसिमल भ्यालु भयो र बी नम्बरमा छ अर्को के छ एक्जाम्पल भन्दाखेरि 4.579 इन्टु 10 को पावर कति छ 6 छ यसलाई 4.579 इन्टु एक पछाडि दुईटा चारवटा छवटा जेरो भनेपछि अब के लेख्न पाइयो भने 579 र तीनटा जेरो काटौँ है यो तीनटा जेरो काटौँ अनि यहाँ कतिवटा जेरो छ त्यो सक्कै लेख्यौँ भनेपछि 4579 अनि बाँकी रह्यो तीनटा जेरो ल हेर्नुहोस् है सिधै यो तीनटा जेरो र यो तीनटा जेरो काटियो भनेर बुझौँ है नकाटौँ काट्न चाहिँ काटिन्छ भनेर बुझौँ र तीनटा जेरो बाँकी रहेछ तीनटा जेरो एज इट इज लेख्थ्यौँ सजिलो भइहाल्यो है त ल अर्को एक्जाम्पलमा जाउँ अर्को एक्जाम्पल छ 7.4 इन्टु 10 को पावर -5 कति त -5 भनेको 7.4 अनि -5 लाई तल लाँदा चाहिँ +5 भयो यो डिभाइड गर्दा ए अनि भनेपछि 7.4 अनि 10 को पावर 5 भनेको 5 वटा जेरो 2 4 6 भनेपछि मिस्टेक भयो एउटा 5 वटा मात्रै जेरो भयो यो 5 वटा जेरो भनेपछि पोइन्ट अगाडि के थियो अब त डिभाइड मल्टिप्लाई भएको भए चाहिँ इन्टुमा चाहिँ राइट साइडतिर जाने हो है अनि डिभाइड हुँदाखेरि चाहिँ लेफ्ट साइडतिर आउने हो इन्टु गरेपछि त राइटमा जान्छ नि मल्टिप्लाई गरेपछि त ठुलो नम्बर हो अनि चाहिँ डिभाइड गरेपछि त सानो नम्बर हो ल त्यसरी बुझौँ है ल भनेपछि अब त डिभाइड गर्नु पर्यो भने चाहिँ पोइन्ट कता जानु पर्यो त 7.4 इन्टु 1 को मुनि 5 वटा जेरो छ है 7.4 अपन 1 2 3 4 5 वटा जेरो भनेपछि यो एउटा जेरो र यो काटिन्छ भनेर बुझौँ 7 सँग भनेपछि अब सबै 0 पोइन्ट अब कति जेरो त 1 2 3 4 वटा 1 2 3 4 7 4 1 2 3 4 7 4 बुझ्नु भयो ए डिभाइड गर्दाखेरि चाहिँ पोइन्ट कतातिर सर्छ डिभाइड गर्दाखेरि डिभाइड हुँदा चाहिँ लेफ्ट साइडतिर सर्छ है पोइन्ट चाहिँ कतातिर सर्छ अरे लेफ्ट साइडतिर अर्को छ 3.579 इन्टु 10 को पावर -4 ए -4 भन्ने बित्तिकै तल लाँदाखेरि 4 भयो बुझ्नु भयो होला है ल अफ इन्डिसेस हो यो चाहिँ बुझ्नु भयो भनेपछि 10 को पावर 4 भनेपछि 4 वटा जेरो यहाँ त 5 वटा छ फेरि यो पनि मिस्टेक भयो है 4 वटा जेरो हुने भयो अब यसमा पनि त्यही गरौँ 3.579 अपन एक पछाडि 4 वटा जेरो 1 2 3 4 वटा जेरो
भनेपछि एउटा 0 र यो काटौँ भनेपछि अब तीनटा 0 भनेपछि 0.12 तीनटा 0 बाँकी 3579 ल हेर्नुस् है डिभाइड भएको हुनाले पोइन्ट कतातिर सर्छ यतातिर जान्छ डेसिमल मल्टिप्लाई भएको भए कता जान्थ्यो राइट साइडतिर जान्थ्यो यो कुरा याद गर्नु होला है मल्टिप्लाई भएको भए राइट साइडतिर डिभाइड भएको हुनाले लेफ्ट साइडतिर जान्छ डेसिमल ल यसको एक्सरसाइज नै गरौँ है त ल राइट द फलोइङ डेसिमल नम्बर इन साइन्टिफिक नोटेसन 45 ले चाहिँ के लेख्न पाइयो सिधै भने अब यसलाई चाहिँ हामीले के गर्न पाइन्छ भने 4.5 इन्टु 10 को पावर 10 हुन्छ अनि एउटा मात्रै भएको हुनाले एक स्टेप त सारे हो नि त 4.5 इन्टु 10 को पावर 1 है यो चाहिँ यसको पनि अब के अर्कोमा गर्नु पर्यो अलि अप्ठ्यारो हुन्छ जस्तो लागि बुक बताउँदाखेरि चाहिँ केर्दाखेरि चाहिँ बुझिँदैन कि जस्तो छ जस्तै अब यसलाई हेर्नु है त यसको चाहिँ के हुने भयो भने 3.4 अनि 4 पछाडि 3टा 10 को पावर 3 है एन्सर सिधै यसमा चाहिँ के गर्नु पर्यो भने अहिले चाहिँ मैले डेसिमल कता सार्दैछु त यहाँ 2 को पछाडि लाँदैछु भनेपछि एक स्टेप 2 स्टेप 3 स्टेप 4 स्टेप 5 स्टेप लाँदैछु है यता चाहिँ मैले लेफ्ट साइडतिर लथेँ यसलाई पनि लेफ्ट साइडतिर लथेँ है किन भन्दाखेरि 3400 को बुझौँ है एकचोटि यतापट्टि मैले अर्को पेज लिन्छु 3400 भनेको अहिले कहाँ छ त 3400.0 है अहिले यहाँ छ डेसिमल यो भन्नु र यो भन्नु कुरा सेम हो त्यसो भए अब यो डेसिमललाई त मैले कतातिर सार्नु पर्यो किन भन्दा पोइन्ट अगाडिको डेसिमल अगाडिको भ्यालु सिंगल डिजिटमा हुनुपर्छ के हुनुपर्छ रे सिंगल डिजिटमा हुनुपर्छ सिंगल डिजिट हुनको लागि चाहिँ मैले यो डेसिमललाई चाहिँ कति स्टेप माथि सार्नु पर्यो त लेफ्टतिर कति स्टेप सार्नु पर्यो त भन्दा एक स्टेप 2 स्टेप 3 स्टेप सार्नु पर्यो यसलाई सर्लक्क यहाँ ल्याएर राख्न पाइयो भने बल्ल सिंगल डिजिट हुन्छ भने यसलाई 3.412 लेखेर इन्टु अब कति स्टेप सारेको 3टा स्टेप भनेपछि इन्टु गर्न पर्यो लेफ्ट साइडतिर लाँदा चाहिँ इन्टु हो लेफ्ट साइड लाँदाखेरि इन्टु हुन्छ राइट साइडतिर लाँदाखेरि चाहिँ के हुन्छ त पोइन्टलाई राइट साइडतिर लाँदाखेरि डिभाइड हुन्छ यतातिर लाँदा डिभाइड हुन्छ अनि इन्टु गरेपछि पावर के हुन्छ प्लस हुन्छ डिभाइड गरेपछि पावर के हुन्छ माइनस हुन्छ भनेपछि अब इन्टु भनेपछि पोइन्ट पछाडि कतिवटा 3 स्टेप लिएको भनेपछि 3टा 0 मल्टिप्लाई गरौँ भनेपछि 3.4 इन्टु यो पोइन्ट पछाडिको डेसिमलको भ्यालु छैन 0 को भ्यालु छैन त्यो हुनाले 10 को पावर 3 आन्सर है यसरी आएको यो कुरा बुझ्नुभयो यो चाहिँ यसरी आएको ल अब यसलाई 0.123423 0.123423 अहिले डेसिमल यहाँ छ यसलाई मैले राइट साइडतिर लाँदैछु अहिले कता ल्याएको थिएँ लेफ्ट साइडतिर लिएर आइरहेको थिएँ अब राइट साइडमा मैले कहाँ पुर्याउनु छ भन्दाखेरि चाहिँ त्यो डेसिमललाई चाहिँ मैले सिधै यहाँनिर लानु छ है एउटा सिंगल डिजिट भनेपछि 2 मात्रै राखौँ अगाडि एक स्टेप 2 स्टेप 3 स्टेप 4 स्टेप 5 स्टेप सार्दैछु मैले तर कता त राइटतिर भनेपछि के हुन्छ डिभाइड हुन्छ डिभाइड भएपछि पावर के हुन्छ नेगेटिभ हुन्छ पावर के हुन्छ रे नेगेटिभ हुन्छ त्यसो भए मैले यसलाई 0 0 अनि 1 2 3 1 2 3 2.3 लेखेर डिभाइड बाइ 1 2 3 4 5 वटा स्टेप पछाडि लाग्यो भनेपछि 1 2 3 4 5 जति स्टेप सारेको त्यतिवटा 0 डिभाइड गर्ने हो जति स्टेप सारेको त्यतिवटा 0 डिभाइड गर्ने भनेपछि अब यसलाई यो पोइन्ट अगाडिको यो पोइन्ट भन्दा अगाडिको 0 को भ्यालु छैन यिनीहरुको केही भ्यालु छैन यो भनेको 2 मात्रै हो भनेपछि 2.3 इन्टु 10 को पावर 1 2 3 4 5 छ यो मलाई माथि लाँदाखेरि चाहिँ के हुन्छ त -5 हुन्छ तल चाहिँ 5 भयो माथि जाँदा -5 इन्डिसेसको रुल हो यो x को पावर m अपन x को पावर n छ भने x को पावर के हुन्छ त m - n हुन्छ यो ल अफ इन्डिसेस है त ल यसरी गराएको ल अब मैले एउटा दुईटा गर्छु अनि बुझ्नुहुन्छ होला अर्को एउटा हेरौं 101 101 000 ल 101 000 अहिले डेसिमल कहाँ छ यहाँ छ यहाँनिर छ लास्टमा छ के अहिले डेसिमल भन्छ यसलाई कता ल्याउनु छ लेफ्टतिर कतातिर रे लेफ्टतिर ल्याउनु छ कति स्टेप सार्नु छ त कति स्टेप लेफ्टतिर ल्याउनु छ भन्दा एक स्टेप 2 स्टेप 3 स्टेप 4 स्टेप 5 स्टेप यहाँ ल्याएर झार्नु छ यो पोइन्टलाई हामीले यहाँ पुर्याउँदै छौं यो पोइन्टलाई भनेपछि मैले के लेख्न पाएँ भने 1.01
एउटा दुईटा तीनटा इन्टु 10 को पावर कतिवटा 1 2 3 4 5 स्टेप भन्छ 5 वटा जेरोले मल्टिप्लाई गर्दियौ भन्छ कति भयो त 1.01 यो पोइन्ट पछाडीको डेसिमलको 0 को भ्यालु हुँदैन डेसिमल पछाडीको 0 को भ्यालु हुँदैन भन्छ 1.01 इन्टु 10 टु द पावर 5 यो चाहिँ हाम्रो आन्सर भयो के यही कुरा बुझ्नु भयो जस्तै अब अर्को एउटा हेरौँ है त एक्जाम्पल एउटा चाहिँ के हेरौँ भने एउटा एम नम्बरको हेरौँ अनि अर्को एउटा चाहिँ के नम्बरको 118000 अब एउटा है त 118000 वाला एउटा त्यो गरौँ अनि एउटा यो गरौँ 118000 वाला 118000 मान्छे अहिले डेसिमल यहाँ छ अहिलेकै केस हो है यो सेम मान्छे अहिले कता सार्नु छ यहाँनिर पुर्याउनु छ यहाँ पुर्याउनलाई 2 3 4 5 स्टेप सार्नु छ भने यसलाई 1.18 1 2 3 अनि यता लेफ्टतिर सारेपछि त के हुन्छ साथीहरु के हुन्छ मल्टिप्लाई हुन्छ कि डिभाइड हुन्छ इन्टु हुन्छ है हुन्छ कति स्टेप 5 स्टेप हुन्छ 5 0 1 2 3 4 5 हुन्छ 1.18 यो पोइन्ट पछाडीको जेरोको भ्यालु हुँदैन भन्छ इन्टु 10 को पावर 5 ल अब त बुझ्नु भयो होला हैन यता राइट तिर सार्यो भने डिभाइड हुन्छ माइनस हुन्छ लेफ्टतिर सार्यो भने इन्टु हुन्छ पावर चाहिँ के हुन्छ प्लस हुन्छ त्यही भएर यहाँ प्लस 5 छ यो 5 भनेको अहिले प्लस 5 हो के छ कन्फ्युजन ल अर्को एउटा गरौँ है त बुझ्नुहुन्छ हजुरले ओके अब चाहिँ 0.12345272 0.12345272 यो छ क्वेशन है अहिले हामीले पोइन्ट यहाँ छ यो डेसिमल यहाँ छ अहिले मैले कता लानु पर्यो भनेर बुझ्नु पर्यो पहिला अब सिंगल डिजिट भन्छ यहाँनिर पुर्याउनु छ मैले डेसिमल भन्छ कति स्टेप राइट तिर सार्नु पर्यो कता सार्नु पर्यो राइट कता सार्नु पर्यो राइट साइडमा लाँदा के हुन्छ डिभाइड हुन्छ के हुन्छ डिभाइड हुन्छ अनि पावरमा के हुन्छ नेगेटिभ हुन्छ है बुझ्नुभयो डिभाइड हुन्छ र पावर नेगेटिभ हुन्छ डिभाइड हुन्छ पावर नेगेटिभ हुन्छ 1 2 3 4 5 6 स्टेप गयो अनि यसलाई मैले के लेख्न पाएँ 2.72 डिभाइड बाइ अब 6 स्टेप भन्छ 6 वटा 0 2 3 4 5 6 अनि यसलाई के लेख्न पाइयो 2.72 इन्टु 10 टु द पावर माइनस छ है यो चाहिँ माइनस भएर गएको है यो डिभाइडमा छ नि त त्यही भएर माथि जाँदाखेरि चाहिँ के हुन्छ त नेगेटिभ हुन्छ यो यसलाई माथि लाँदा त के हुन्छ नेगेटिभ हुन्छ यो ल यो 1 को अरु गर्नु होला है अरु बाँकी परे म अर्को भिडियो फेरि बनाउने छु त्यसमा सल्भ गर्नु होला रिड्युस द फलोइङ साइन्टिफिक नोटेसन अफ द नम्बर टु द डेसिमल नम्बर अब साइन्टिफिक नम्बरलाई चाहिँ मैले केमा लानु पर्ने भयो डेसिमलमा लानु पर्ने भयो है जस्तै अब म 2 3 मात्र एक्जाम्पल हेर्छु यसको पनि जस्तै एउटा यो नम्बर हेरौँ एउटा एल नम्बर यहाँ कति छ त -9 छ यो -9 हो त्यसपछि एउटा हेरौँ कुन नम्बर हेरौँ भन्दाखेरि आई नम्बर हेरौँ यो चाहिँ +8 हो अर्को हेरौँ जी नम्बरमा के छ भन्दा 6 मात्रै छ है अर्को एउटा नेगेटिभ वाला हेरौँ चाहिँ एउटा नेगेटिभ वाला चाहिँ जी नम्बर हेरौँ ल यो चाहिँ -7 छ हुन्छ पहिला मैले जी नम्बर गर्छु 1.525 इन्टु 10 को पावर 6 1.525 इन्टु 10 को पावर 6 1.525 इन्टु 10 को पावर 6 ल यो अलरेडी केमा छ साइन्टिफिक नोटेसनमा छ केमा छ रे साइन्टिफिक नोटेसनमा छ यसलाई हामीले लानुपर्ने छ केमा डेसिमलमा नर्मल डेसिमल फर्ममा लानुपर्ने छ भनेपछि अब यहाँ हेर्नुस् त यो केमा छ पोजिटिभ छ यो पावर केमा छ पोजिटिभ पावर हो यो पोजिटिभ पावर भनेपछि अब हामीले यसलाई के गर्नु पर्यो त मल्टिप्लाई गर्नु पर्यो इन्टु भने प्लस भनेको त बुझ्नु भएको छ अघि मैले भनिसकेको छु पावर पोजिटिभ हुने कहाँ हो इन्टुमा हो भन्छ यसलाई मैले 1.525 इन्टु 1 पछि 1 2 3 4 5 6 6 वटा 0 10 को पावर 6 भनेको यो 0 कतिवटा 6 वटा भनेको अर्थ लाग्छ भनेपछि अब यो तीनटा डिजिट हेर्नुस् र तीनटा डिजिटले अन्डरलाइन गर्नुस् अनि चाहिँ यो पुरै लेख्नुस् 1 5 2 र 5 है तीनटा डिजिटसँग यो तीनटा डिजिट काटिएको बुझ्नुस् है बुझ्नलाई मात्रै काट्न चाहिँ नकाट्नुस् बाँकी रहेको कतिवटा एउटा दुईटा तीनटा भन्छ तीनटा 0 थपिदिनुस् सक्यो कुरा बुझ्नुभयो पोइन्ट पछाडीको यो तीनटा यसलाई 1 स्टेप 2 स्टेप 3 स्टेप अर्को के गर्न सकिन्छ भने
यहाँ 1 2 3 4 5 6 स्टेप हो नि त 1.525 अनि इन्टु 10 को पावर 6 छ भनेपछि यसलाई के लेख्न पाइयो भने 1.525 अनि 6 स्टेप भनेपछि 1 स्टेप 2 स्टेप 3 स्टेप 4 स्टेप 5 स्टेप 6 स्टेप यहाँ पुग्छ यो पोइन्ट त मल्टिप्लाई गरेपछि त कता जान्छ पोइन्ट राइट साइडमा जान्छ भनेपछि 1 2 3 0 थप्दिनु सक्यो ए बुझ्नुहुन्छ है बुझ्नुभयो पावर 6 भनेको प्लस 6 भनेको त इन्टु हो नि त 6 र 0 मल्टिप्लाई भनेपछि यो तीनटासँग तीनटा 0 क्यान्सल भयो बाँकी रहेको तीनटा 0 एज इट इज छ एन्सर आइहाल्यो ल अर्को हेरौँ त 5.256 5.256 into 10 को पावर 8 5.256 into 10 को पावर 8 ल यसलाई हेरौँ त मल्टिप्लाईमा छ मल्टिप्लाईमा चाहिँ के हो त इन्टु भइहाल्यो हैन 5.256 into 10 को पावर प्लसमा छ भने इन्टु गर्ने हो 1 पछाडि 1 2 3 4 5 6 7 8 5256 तीनटा 0 काट्यो भनेपछि कतिवटा 1 2 1 2 3 4 5 5वटा 0 1 2 3 4 5 एन्सर कुरा बुझ्नुभयो यो तीनटा पोइन्ट पछाडिको तीनटा डिजिटसँग चाहिँ यो तीनटा 0 क्यान्सल भयो भनेर बुझ्नुहोस् जति छ त्यति स्टेप पछाडि सार्ने हो के भने 8 स्टेप पछाडि सार भनेको के यसले राइट साइडतिर लैजाए प्लस भनेपछि कता जान्छ त राइट साइडतिर सार भनेको डेसिमललाई कतातिर सार्ने राइट साइडतिर 8 स्टेप पछाडि सार्ने 3 स्टेप यसले खायो भने चाहिँ 5वटा 0 थपेको बुझ्नुभयो ल अर्को छ 5.23 into 10 को पावर -7 5.23 into 10 को 2 पावर -7 अब हेर्नु त यसलाई 5.23 माइनस भनेपछि के हो यो डिभाइड हो एक पछाडि कति 0 1 2 3 4 5 6 7 अघि यहाँ प्लस थियो पावर यो पावर चाहिँ प्लस थियो यो कुरा चाहिँ प्लसमा थियो इन्टु गरेको थियो भने अहिले यो पावर चाहिँ केमा छ त 10 को पावर केमा छ नेगेटिभमा छ त्यही भएर यो डिभाइड गरेको 10 को पावर 7 भनेपछि 7वटा 0 1 2 3 4 5 6 7 अब के हुने भयो भने अब चाहिँ हामीले चाहिँ पोइन्ट यो डिभाइड गरेपछि डेसिमल कता सर्छ भनेर बुझौँ भने अगाडि सर्छ लेफ्टतिर जान्छ डिभाइड गर्दाखेरि है यसलाई अगाडि सार्ने हो है डेसिमल कता जान्छ त अगाडि जान्छ डिभाइड गर्दा सानो हुने हो डिभाइड गरेपछि मल्टिप्लाई गरेपछि ठुलो हुने हो ठुलो बनाउँदाखेरि चाहिँ पछाडि छ नि डेसिमल भनेपछि डिभाइड गर्ने भनेको सानो बनाउनु हो सानो बनाउँदाखेरि चाहिँ डिभाइड लेफ्ट साइडतिर आयो भनेपछि यहाँ पोइन्ट अगाडि है यता सर्ने हो नि त पोइन्ट कता जान्छ त यतातिर जान्छ भनेपछि यो पोइन्ट डेसिमल भन्दा अगाडि कतिवटा डिजिट एउटा डिजिट भनेपछि एउटा डिजिट गोलो लाउनुहोस् बुझ्नलाई भनेपछि अब 1 2 3 4 5 6वटा 0 1 2 3 4 5 6वटा 0 5 2 3 अहिले पोइन्ट कहाँ छ यहाँ छ भनेपछि पोइन्ट अगाडि 0 लेख्न पाइन्छ पोइन्ट अगाडिको 0 को भ्यालु हुँदैन नि त यसको भनेपछि 0 थप्न पाइयो भनेपछि अहिलेको एन्सर यो कुरा बुझ्नुभयो पोइन्ट अगाडि एउटा छ डिभाइड गरेपछि सानो भनेपछि लेफ्ट अगाडितिर जान्छ यो अहिले यो डिभाइड गरेपछि कता जान्छ भनेर बुझ्नु पर्यो त लेफ्ट साइडतिर जान्छ भनेर बुझ्नु पर्यो लेफ्ट साइडतिर जाने भएपछि के गर्नु पर्यो त भन्दाखेरि पोइन्ट अगाडि लेफ्ट साइडतिर डेसिमल भन्दा लेफ्टतिर एउटा डिजिट छ भने एउटा डिजिट क्यान्सल भयो बाँकी रहेको 0 सबै लेख्नु पर्यो 5 2 3 एज इट इज भइहाल्यो भनेपछि त्यहाँभन्दा अगाडि 0 थपिदिने जस्तै यसलाई चाहिँ के गर्न सक्यो भने 5 2 3 अनि चाहिँ यता माइनस हुन्छ अगाडि सार्नु पर्यो भने एक स्टेप यहाँ थियो 2 स्टेप 3 स्टेप 4 स्टेप 5 स्टेप 6 स्टेप 7 स्टेप यहाँ आउने भयो कि यानी 0 यानी 0 यानी 0 यानी 0 यानी 0 यानी 0 1 2 3 4 5 6 1 2 3 4 5 6 6 स्टेप भने 0 सबै 5 2 3 भइहाल्यो यो चाहिँ यसरी गर्ने अर्को क्वेसन हेरौँ 7.75 763 7.75 763 7.75 763 into 10 को पावर -9 अब यसलाई बुझौँ है त यसलाई 7.75 763 अब माइनस भनेपछि डिभाइड भनेपछि 10 को पावर कतिवटा 9वटा 0 2 4 5 6 7 8 9 अब डिभाइड गरेपछि के हुन्छ सानो भनेपछि डेसिमल कता जान्छ लेफ्ट साइडतिर जान्छ अगाडि जान्छ भनेपछि डेसिमल भन्दा अगाडि कतिवटा डिजिट एउटा मात्र डिजिट छ कतिवटा डिजिट छ त एउटा मात्र डिजिट छ एउटा मात्र डिजिट हुनाले एउटा 0 काट्नुस् भनेपछि अब 1 2 3 4 5 6 7 8वटा 0 लेख्नुस् 1 2 3 4 5 6 7 8 7 अनि 7 5
763 अहिले डेसिमलमा यहाँ पुग्यो डिजिट भनेपछि यसको अगाडि 0 थप्नु पाइयो यो चाहिँ के हो त हाम्रो आन्सर भयो कुरा बुझ्नुभयो यसरी गर्ने ए कुरा बुझ्नुभयो कि भएन है यो पनि -8 हो ल आशा पर्यो भने अर्को भिडियोमा फेरि डिस्कसन गरौँ मैले 3-4 क्वेसन गरेँ अब अर्कोमा जान्छु द वेट अफ अ लोडेड ट्रक इज 12,000 केजी कति छ अरे 12,000 केजी छ एक्सप्रेस भन्छ यसलाई चाहिँ 12,000 भन्छ अहिले चाहिँ 1.2 है भन्छ 1 2 3 4 1 2 3 4 भन्छ यसलाई के लेख्नु पायो 1.2 × 10 को पावर 4 सकिहाल्यो त्यही नै आन्सर भयो यसको चाहिँ if the radius of an atom argon यति छ मिटर write the scientific notation अब यसलाई के गरौँ भने यो डेसिमललाई कहाँ लानु छ यहाँनिर लानु छ 9 को पछाडि लानु छ भने चाहिँ कति स्टेप सार्ने गर्नु 1 2 3 4 5 6 7 8 9 10 11 स्टेप सार्नु पर्यो है भन्छ 9.8 × 10 को 2 पावर कति भयो -11 भयो के भन्छ यसलाई राइट साइडतिर सार्नलाई त के गर्नु पर्यो त डिभाइड गर्ने हो है अहिले यहाँ इन्टु गरेको थियो किनभने पोइन्ट यहाँ थियो यो पोइन्ट अहिले कहाँ सारे मैले यहाँनिर सारे हो भन्छ 4 स्टेप सारेको थिएँ 4 वटाले मल्टिप्लाई गरेको थिएँ पोइन्टलाई मैले कता सार्न खोज्दैछु डेसिमललाई लेफ्ट साइडतिर सार्न खोज्दैछु हुन्छ अहिले मैले डेसिमललाई कता सार्न खोज्दैछु यहाँ चाहिँ राइट साइडतिर सार्न खोज्दैछु राइट साइडतिर सार्दा चाहिँ डिभाइड हुन्छ लेफ्ट साइडतिर चाहिँ के हुन्छ प्लस हुन्छ यसलाई डेसिमललाई 3 × 10 को पावर 8 भन्छ 3 × 10 को पावर 8 भनेको 2टा 3टा 4टा 5वटा 6वटा 7वटा 8वटा भन्छ यसलाई के लेख्न पाइयो भने 3 8वटा 0 1 2 3 4 5 6 7 8 यसलाई चाहिँ साइन्टिफिक नोटेसन लेख्ने रे अहिले यहाँ छ डेसिमल अहिले यहाँ छ यसको डेसिमल चाहिँ यहाँ पुर्याउनु छ 6.48 है 1 2 3 4 5 6 इन्टु 1 2 3 4 5 6 भन्छ यसलाई के लेख्नु पाइयो 6.48 × 10 को पावर 6 10 को पावर 6 ल बुझिहाल्नु भयो होला हैन सजिलो भइहाल्यो अब अर्को जाउँ है त अब के छ अर्को द क्वान्टिटी अफ अ पेट्रोल स्टोर बाई द नेपाल ओइल कर्पोरेसन इन काठमाडौँ यति छ अरे है यति लिटर चाहिँ अनि हाउ मच किलो लिटर पेट्रोल यति लिटर भनेको कति हो त भन्दाखेरि 1.87 × 10 को पावर 6 भनेको 6 0 1 2 3 4 5 6 यसलाई के लेख्नु पाइयो 187 हुन्छ दुईटा 0 यो काटौँ यो काट्दिउँ भनेपछि 4वटा 0 थप्दिउँ यति लिटर छ भने कति किलो लिटर भन्छ यसलाई डिभाइड गर्नु पर्यो 1000 ले किलोमा लानलाई कतिले 1000 ले डिभाइड गर्ने 3टा 0 र 3टा 0 काट्यो 1870 किलो लिटर 1870 किलो लिटर यसलाई साइन्टिफिक नोटेसन लाने रे यसको चाहिँ 3.0 1 2 3 4 5 × 10 को पावर 5 है यहाँ छ डेसिमल यहाँ सार्ने हो लेफ्ट साइडतिर सार्दा इन्टु पोइन्टलाई राइट साइडतिर सार्दा माइनस सजिलो छ है यसलाई अझ धेरैभन्दा धेरै प्र्याक्टिस गर्नु होला है साथीहरु यो एक्जाममा आउँछ यो क्वेशनहरु अब अर्को यसैको साइन्टिफिक नोटेसनको अर्को पार्ट छ सिम्प्लिफिकेसन अफ द नम्बर्स विथ साइन्टिफिक नोटेसन है सिम्प्लिफिकेसन गर्ने साइन्टिफिक नोटेसनको नम्बरले चाहिँ के गर्ने सिम्प्लिफिकेसन गर्ने भने चाहिँ अब यसको चाहिँ सिम्प्लिफाई होला सायद यहाँ है अब यहाँ पहिलो नम्बरमै छ एक्जाम्पल 1 मा के भनेको छ भने सिम्प्लिफाई भनेको छ 3.4 × 10 को पावर 2 प्लस 4.57 × 10 को पावर 3 पहिला यही एक्जाम्पल हेरौँ 3.4 × 10 को पावर 2 प्लस 4.57 × 10 को पावर 3 भनेपछि दुईटैको बेस यहाँ 10 को पावर 3 छ यहाँ 10 को पावर 2 छ दुईटैलाई 10 को पावर 3 बनाउन खोजेको यसले है 10 को पावर 3 बनाउनलाई यसलाई एक स्टेप अगाडि सारे भने के हुन्छ पावर त पोजिटिभ हुन्छ है लेफ्ट साइडतिर जाँदा के हुन्छ पावर प्लस हुन्छ भनेको छु मैले भनेपछि यसलाई एक स्टेप अगाडि सारौँ 0.34 × 10 को पावर 3 लेख्न पाइयो प्लसको इन्टु यो छँदैछ भनेपछि यहाँ पनि 10 को पावर 3 यहाँ पनि 10 को पावर 3 यो कमन लिगौँ भनेपछि के आयो 0.43 प्लस 4.57 यो दुईटा जोडौँ त यो दुईटा एड गरौँ त कति आयो त्यो दुईटा एड गर्दा 4.91 × 10 को पावर 3 है कमन लिएको यो बुझ्नुभयो होला बुझ्नुभयो पावर 10 को पावर एउटै बनाएको यसलाई र यसलाई 2 र 3 लाई चाहिँ 3 बनाएको छ यसमा अब b को हेरौँ त 4.54 × 10 को पावर -3 अनि अर्को छ फेरि -2.4 × 10 को पावर -3 अहिले चाहिँ दुईटैको हेर्नु त सेम छ पावर 10 को पावर -3 10 को पावर -3 एउटै छ भनेपछि अब सिधै के गर्न पाइयो कमन लिन पाइयो 10 को पावर -3 भनेपछि यो घटाएको 4.54 - 2.4 यो घटाउँदा 2.15 × 10 को पावर -3 आन्सर
पावर सेम छ भन्दा सजिलो भयो नि त हैन पावर सेम छ भन्दा हामीले के गर्न पायो त सिधै एड अथवा सबट्र्याक्ट गर्न पायो यदि पावर एउटै छैन भने चाहिँ बल्ल हामीले त्यसले के मिलाउनु पर्छ त पावर एउटै बनाउनु पर्छ भन्ने कुरा बुझ्नु होला ल अर्कोमा जाउँ अर्को पेजमा के छ भन्दा सी नम्बर हेरौँ 2.0 इन्टु 10 को पावर 3 अनि प्लस इन्टु यो चाहिँ मल्टिप्लाईमा छ 4.12 इन्टु 10 को पावर 4 अहिले चाहिँ यो दुईटै साइन्टिफिक नम्बरहरू चाहिँ प्रोडक्टको फर्ममा छ अघि चाहिँ एडिसन र सबट्र्याक्टको फर्ममा थियो भने अहिले मल्टिप्लिकेसनको फर्ममा छ भने चाहिँ अहिले त सजिलो भयो है अगाडिको 10 को पावर भन्दा अगाडिको नम्बरलाई सिधा मल्टिप्लाई गरौँ 2.0 इन्टु 10 को पावर 3 इन्टु 4.12 इन्टु 10 को पावर 4 भने यो नम्बर र यो नम्बरलाई सिधा मल्टिप्लाई गर्न पाइयो है अनि इन्टु 10 को पावर 3 यहाँ छ यो चाहिँ के छ त 10 को पावर 4 छ भने यो 3 प्लस के गर्न पाइयो 4 गर्न पाइयो है के गर्न पाइयो त 4 गर्न पाइयो भनेको a को पावर m इन्टु a को पावर n छ भने a को पावर के हुन्छ त m प्लस n हुन्छ ल अफ इन्डिसेसले भने दुईटा मल्टिप्लाई गर्दा 8.25 इन्टु 3 प्लस 4 7 भयो है ल अर्कोमा जाउँ यो चाहिँ अब डिभाइडमै छ 9.60 इन्टु 10 को पावर 7 1.60 इन्टु 10 को पावर 4 यो चाहिँ डिभिजनको फर्ममा छ भने यो डेसिमल के अरे यो 10 को पावर भन्दा अगाडिको नम्बरलाई डिभाइड गरौँ यो दुईटालाई डिभाइड गरौँ इन्टु 10 को पावर यहाँ 7 अलरेडी छ यो 4 माथि जाँदाखेरि के भएर जान्छ त माइनस भएर जान्छ के भएर जान्छ अरे माइनस यो डिभाइड गर्दा 6 आयो इन्टु यो 10 को पावर 7 माइनस 4 कति आयो त 3 आयो कुरो बुझ्नुभयो कि भएन है यस्तो भयो हामीले चारवटा गर्यौं है एडिसन सबट्र्याक्सन मल्टिप्लिकेसन र डिभिजन चारवटै कुरालाई चाहिँ हामीले चाहिँ यसलाई गर्यौं अब एक्सरसाइज रहेछ यसको पनि एक्सरसाइज पनि यसो हेरौं के रहेछ एक्सरसाइज चाहिँ यहाँ के छ 1.2 इन्टु 10 को पावर 5 प्लस 5.35 इन्टु 10 को पावर 6 यो त सजिलो भयो यो र यो मल्टिप्लाई गर्ने अनि यो 5 र 6 इन्टु को फर्ममा के अरे प्लस को फर्ममा छ भने दुईटाले के गर्नु पर्यो त सरी मल्टिप्लाई अनि एडिसन को फर्ममा छ है यो क्वेशनले के गर्नु पर्यो भन्दा दुईटाले कि 10 को पावर 6 बनाउनु पर्यो कि 10 को पावर 5 बनाउनु पर्यो है दुईटाले 10 को पावर 6 बनाउँदैछ भाइ भने यसलाई 5 लाई 6 बनाउनु पर्यो 6 त अलरेडी छँदै छ यो 5 लाई 6 बनाउन यो पोइन्टलाई के गर्नुपर्छ त अगाडि सार्नुपर्छ भने यसलाई 0.12 इन्टु 10 को पावर 6 प्लस 5.35 इन्टु 10 को पावर 6 अब यो र यो एउटै भयो चाहिँ दुईटा एड गर्न पाइन्छ भनेको 0.12 प्लस 5.35 अनि इन्टु होल एउटै मात्रै लेख्ने 10 को पावर 6 अब दुईटा जोड्ने इन्टु 10 को पावर 6 है त यो बी नम्बरको हेरौँ त 6.91 इन्टु 10 को पावर -2 अनि अर्को चाहिँ प्लस 2.4 इन्टु 10 को पावर -3 अब यहाँ पनि एउटै छ है अघि जस्तै पोजिटिभको के प्लस गर्ने एडको फर्ममा छ तर अहिले चाहिँ पावर नेगेटिभमा छ भने कि दुईटाले 10 को पावर -2 बनाउने हो कि दुईटाले 10 को पावर -3 बनाउने हो अब के गरेर चाहिँ 10 को पावर एउटै बनाउने त कि -3 बनाउनु पर्यो कि चाहिँ -2 बनाउनु पर्यो अब कता लाने त 6.91 लाई भन्छ अब डिभाइड गर्ने हो नि त माइनस गर्नलाई त है डिभिजन हुनुपर्छ भन्छ माइनस गर्नलाई चाहिँ भन्छ यसलाई -3 बनाउने भने यसलाई एक स्टेप अगाडि सारे भने त के हुन्छ त पावर के हुन्छ त प्लस हुन्छ है भन्छ यसलाई एक स्टेप पछाडि सारे भने के हुन्छ त पावर भन्दा माइनस हुन्छ पावर माइनस हुन्छ भनेपछि माइनस गरेपछि चाहिँ -3 आउने हो हाम्रो त -2 चाहिँ ठुलो हो नि त फेरि अहिले 10 को पावर -3 भन्दा -2 ठुलो हो भनेपछि दुईटाले के -3 बनाउनु होला कि दुईटाले -2 बनाउनु होला है त दुईटाले -2 बनाउने हो भने त यो 3 लाई 2 बनाउने हो कि अब किन भन्दा -2 ठुलो हो अब कता लाने भन्ने हुन्छ पावर है नेगेटिभतिर लाने अथवा पोजिटिभतिर लाने कता लाने भन्ने हुन्छ त्यो भएको हुनाले हामीले चाहिँ त्यसलाई विचार गरौँ कुरो बुझ्नुभयो भने यसलाई 10 को पावर -2 बनाउने हो भने यसलाई साट्नु पर्यो अब हैन दुईटाले -3 बनाउने भने अब यसलाई साट्नु पर्यो अगाडिकोलाई साट्नु पर्यो -2 बनाउने भने यसलाई अलरेडी राख्दियौ ल 6.91 अलरेडी छ इन्टु 10 को पावर -2 पनि अलरेडी छ प्लस अब यसलाई चाहिँ -2 बनाउनु पर्यो भने -3 मा +1 गरेपछि -2 हुन्छ नि हैन 1 -3 गरेर -2 आउने हो भने पोजिटिभतिर लानले त पावर कता लानु पर्यो अगाडि लानु पर्यो यहाँ के गरेको थिएँ यसमा के गरेको थिएँ मैले भने 5 लाई 6 बनाउन कता सारेको थिएँ एक स्टेप अगाडि सारेको थिएँ यहाँनिर सारेको थिएँ 0.12 बनाएको थिएँ यसलाई यसरी भने यसलाई पनि अगाडि सारौँ भने के हुन्छ त 0.24 इन्टु 10 को पावर -2 हुन्छ अब यो दुईटा एड गर्न पाइयो 6.91 प्लस 0.24
इन्टु 10 को पावर -2 अब यो दुईटा जोड दिनुस् क्याल्कुलेटर गर्नुस् अनि बाँकी रहेको त आन्सर भइहाल्छ हैन ल 9.70 इन्टु 10 को पावर 6 प्लस 8.3 इन्टु 10 को पावर 5 दुईटाले कि 6 बनाऊ कि 5 बनाऊ दुईटाले 6 बनाऊ है त ल यो यसमा हेरौँ है त यो थर्डको क्वेसन सी नम्बरको अलरेडी 6 मा छ यसलाई के गर्नु भन्ने यसलाई 6 बनाउन चाहिँ के लेख्ने 0.83 इन्टु 10 को पावर 6 अब सेम भयो 10 को पावर सेम भएपछि यो र यो एड गरे भइहाल्यो 10 को पावर 6 एउटा लेख्ने हो कमन लिएको जसरी बुझिहाल्नु भयो यसमा पनि 3.67 10 को पावर 2 माइनस 1.6 इन्टु 10 को पावर 1 दुईटालाई 2 बनाउनुस् अथवा दुईटालाई 1 बनाउनुस् दुईटालाई 2 बनाउनु भयो यो अलरेडी छ सेम छ यो अनि यसलाई 2 बनाउनु के गर्नु पर्यो 0.16 इन्टु 10 को पावर 2 अब यो 3.67 बाट 0.16 घटाउनुस् अनि 10 को पावर के लेख्ने त 3.67 माइनस 0.16 अनि इन्टु 10 को पावर 2 भइहाल्यो यही यसरी गर्नु पर्यो कुरा बुझ्नुभयो ई नम्बरको 8.41 इन्टु 10 को पावर -5 अनि -7.00 इन्टु 10 को पावर -6 अब यसलाई चाहिँ के गर्ने भन्दा कि दुईटालाई -6 बनाउनु पर्यो कि दुईटालाई -5 बनाउनु पर्यो -5 बनाउनु नि अलरेडी छँदैछ भनेपछि -6 लाई -5 त कता लहर बन्छ अगाडि लहर बन्छ कता लहर बन्छ सानो बनाउने हो नि -5 6 भन्दा -5 त ठुलो नम्बर हो भनेपछि अगाडि लसी ठुलो हुन्छ भनेपछि यसलाई चाहिँ के गर्न पाउँछु भन्दा त्यसलाई 0.7 भन्न पाउँछु मैले 0.7 इन्टु 10 को पावर -5 भन्न पाउँछु के भन्न पाउँछु रे 0.7 भन्न पाउँछु मैले भनेपछि यी नम्बरको अब त्यसलाई घटाउनुस् कति आउँछ है घटाउनुस् अनि 10 को पावर -5 मा आइहाल्यो आन्सर ल एफ नम्बरको 1.33 इन्टु 10 को पावर 5 माइनस 4.9 इन्टु 10 को पावर 4 दुईटालाई के 5 बनाउने 5 नै बनाउने भने यसलाई 5 बनाऊ यसलाई 10 को पावर 5 बनाउनलाई यसलाई के लेख्न पाइन्छ 0.49 लेख्न पाइन्छ एक स्टेप अगाडि सरेपछि त पावर त प्लस हुन्छ इन्टु 10 को पावर 5 अब त बेस एउटै भयो नि बेस भन्दा नि 10 को पावर एउटै भयो भनेपछि यो नम्बर र यो नम्बर घटाइदियो भयो के ल अब 2 नम्बरले के भने सिम्प्लिफाई एन्ड राइट द आन्सर इन अ साइन्टिफिक नोटेसन यसलाई सिम्प्लिफाई गरेर आन्सरले केमा लेख भन्यो साइन्टिफिक नोटेसनको फर्ममा लेख भनेको छ है त यो पनि धेरै नै रहेछ त हो 2 नम्बर क्वेसन पनि त जी नम्बर 10 वटा रहेछ ल 4.3 इन्टु 10 को पावर 8 इन्टु 2.0 इन्टु 10 को पावर 6 यो त सजिलो भयो है कसरी सजिलो भयो भने 4.3 र 2.0 मल्टिप्लाई गर्नुस् 10 को पावर 8 र 6 छ नि जुन यो चाहिँ के हुन्छ एड हुन्छ के हुन्छ रे मैले यहाँ गरेँ है त 4.3 इन्टु 2.0 इन्टु 10 को पावर अगाडि कति छ 8 छ भनेपछि त्यो 6 केमा छ इन्टुमा छ भनेपछि एड गर्नुस् यो दुईटा मल्टिप्लाई गर्नुस् 8.6 आउँछ होला इन्टु 10 को पावर कति भयो त 14 भयो यो चाहिँ आन्सर भयो के बी नम्बरको चाहिँ के छ भन्दाखेरि चाहिँ 6.0 इन्टु 10 को पावर 3 ए 6.0 इन्टु 10 को पावर 3 इन्टु 1.5 इन्टु 10 को पावर -2 कति रे -2 भनेपछि यसलाई चाहिँ यो र यो नम्बर मल्टिप्लाई गर्नुस् 3 -2 हुन्छ यो 3 अनि यहाँ अलरेडी माइनसमा भएको हुनाले 3 - 2 भयो त्यसलाई टेन्सन भएन ए र अर्को क्वेसन सी नम्बर के छ भन्दा 1.5 इन्टु 10 को पावर -2 1.5 इन्टु 10 को पावर -2 -2 इन्टु 8.0 इन्टु 10 को पावर -1 यो र यो मल्टिप्लाई गर्ने अनि यो चाहिँ के हुन्छ त -2 - 1 हुन्छ -3 हुन्छ 1.5 र 8.0 मल्टिप्लाई गर्ने अनि -2 - 1 राख्ने आइगयो जसरी ए डी नम्बरको 5.23 इन्टु 10 को पावर 11 इन्टु 3.0 इन्टु 10 को पावर -10 11 अनि -10 यसलाई के गर्ने भने जस्तै यसलाई हेर्नु पर्यो भने के गर्नुस् भने 5.23 इन्टु 3.0 इन्टु 10 को पावर कति छ 11 छ यतापट्टि के छ -10 छ -10 लेखिदिनुस् अब यो कति आउँछ 5 3 जा 15 हुन्छ हैन 15 3 3 जा 9 हुन्छ 2 3 जा 6 9 भयो 10 को पावर त कति भयो 1 भयो भनेपछि यसलाई चाहिँ अब दुईटा डिजिटमा राख्न पाइँदैन नि त यो 15 पोइन्ट भन्न पाइन्छ र साइन्टिफिक नोटेसनको नम्बर पाइँदैन सिंगल डिजिट भनेपछि यसलाई यहाँ सार्नु पर्यो भनेपछि 1.569 इन्टु 10 को पावर कति भयो त एक स्टेप अगाडि सारेपछि प्लस हो ल यसरी गर्ने हो है त डी नम्बर ई नम्बरको चाहिँ
1.20 into 10 को पावर -8 3.0 into 10 को पावर -3 अब यो दुईटालाई डिभाइड गर्नुस् है 1.20 लाई 1.20 लाई 3.0 ले डिभाइड गर्नुस् माथि 10 को पावर कति छ -8 छ अनि यो -3 माथि गएर के हुन्छ +3 हुन्छ के हुन्छ रे -3 चाहिँ माथि गएर के हुन्छ यो -3 चाहिँ +3 हुन्छ अनि यसलाई डिभाइड गरेर जति आउँछ लेख्नुस् इन्टु 10 को पावर चाहिँ कति भयो -5 हो र बुझ्नुभयो अर्को यो हेर्नुस् 7.8 into 10 को पावर -12 1.3 into 10 को पावर -13 भनेपछि यो दुईटालाई डिभाइड गर्नुस् यो दुईटालाई क्याल्कुलेटरमा डिभाइड गर्नुस् र यो -12 10 को पावर है इन्टु 10 को पावर -12 प्लस 13 हुन्छ कि यहाँ कति आउँछ त्यो डिभाइड गरेर लेख्नुस् 13 - 12 भनेको 1 भयो नि त यसमा पनि 8.4 into 10 को पावर -4 1.2 into 10 को पावर -3 -3 माथि गएर +3 हुन्छ यो दुईटा चाहिँ डिभाइड गर्नुस् यहाँ लेख्नुस् कति आउँछ है अनि खाली ठाउँ छोडे इन्टु 10 को पावर -4 + 3 हुन्छ कि यो भनेको कति आयो त 10 को पावर -1 आयो एच नम्बर 5.6 into 10 को पावर -18 अनि 1.4 into 10 को पावर -8 यो दुईटालाई डिभाइड गर्नुस् -18 + 8 भयो माथि गरे -8 चाहिँ माथि गरे के हुन्छ प्लस हुन्छ यसमा पनि 8.1 into 10 को पावर 9 9.0 into 10 को पावर 8 9 चाहिँ यो माथि गएर 8 चाहिँ माइनस भएर जान्छ यो दुईटा चाहिँ डिभाइडै भयो यो दुईटा डिभाइड भयो यहाँ पनि के भयो -10 भयो -15 भयो -15 चाहिँ माथि गएर के हुन्छ +15 हुन्छ डिभाइड गरेपछि -10 + 15 हुन्छ 10 को पावर चाहिँ यहाँ अगाडि डिभाइड गरेर लेख्नुस् यो दुईटा नम्बर डिभाइड गरेर यहाँ लेख्नुस् अनि इन्टु 10 को पावर यहाँ -10 अलरेडी छ यो -15 माथि जाँदा के भयो त +15 भयो यही हो कुरो यसरी गर्ने हो है त अब छ क्वेसन नम्बर 3 मा नि सिम्प्लिफाई भन्ने छ यसमा चाहिँ अब एउटा क्वेसन हेरौँ ए नम्बरको 1.1 into 10 को पावर 3 plus 2.3 into 10 को पावर 3 upon 1.7 into 10 को पावर -6 यो केमा छ प्लसमा छ यो दुईटा प्लसमा भएपछि पावर के छ एउटै छ भनेपछि के गर्न पाइयो 1.1 plus 2.3 अनि इन्टु 10 को पावर कति लेख्न पाइयो 3 कमन लिएको है यो र यो एउटै छ त्यही भएर त्यसलाई कमन लिएको जस्तो गरेको हो र बाँकी रहेको नम्बरलाई एड गरेको छु मैले अपन 1.7 into 10 को पावर 6 यो दुईटा जोड्नुस् र यसले डिभाइड गर्नुस् 1.7 ले यो दुईटा जोडेर यसले डिभाइड गर्ने जति आउँछ इन्टु 10 को पावर माथि 3 छ -6 यो 6 चाहिँ माथि जाँदा -6 भएर जान्छ अनि 3 - 6 भनेको -3 आउँछ यो कति आउँछ त -3 आउँछ डिभाइड गरेर राख्नुस् कति आउँछ यही क्याल्कुलेट गर्नुस् मैले क्याल्कुलेट गरिन आन्सर हेर्यो भने कति आउँदो रहेछ भनेपछि 2.0 इन्टु कति आउँछ त 10 को पावर 9 2.0 into 10 को पावर कति आउँछ त 9 आउँछ रे 6 है -6 रहेछ -6 भए प्लस भयो अनि यहाँ चाहिँ -3 हुन्छ नभए प्लस छ भने चाहिँ कि ल अर्कोमा बी नम्बरमा जाउँ 9.8 into 10 को पावर 8 minus 4.9 into 10 को पावर 8 7.0 into 10 को पावर 7 अब यो दुईटा घटाइदियो यहाँ पनि पावर 10 को पावर 8 यहाँ पनि 10 को पावर 8 कमन लिदिउँ 9.8 minus 4.9 into 10 को पावर 8 एउटा भयो यो दुईटालाई घटाउँ अपन 7.0 into 10 को पावर 7 यो भनेको 4.9 आउँछ घटाउँदा into 10 को पावर 8 अपन 7.0 into 10 को पावर 7 अब यो र यो घटाउने दुईटा नम्बर डिभाइड गर्ने घटाउने हैन डिभाइड गर्ने लेख्नुस् इन्टु 10 को पावर 8 - 7 हुनुभयो कि 8 - 7 भनेको त 1 हुनुभयो 10 को पावर यसरी गर्ने है त यसलाई ल अब अर्को सी नम्बरको क्वेशन सकिन लाग्यो सी नम्बरको क्वेशन छ 2.1 into 10 को पावर 6 प्लस हैन इन्टु 4.0 into 10 को पावर -3 अपन 4.2 into 10 को पावर -4 हुन्छ अहिले इन्टुमा छ इन्टुमा भएपछि कसरी गर्ने भन्दाखेरि चाहिँ अर्को एउटा पेज लिउँ कि जस्तो लाग्यो 2.1 into 10 को पावर 6 क्वेशन सारौँ 2.1 into 10 को पावर 6 into 4.0 into 10 को पावर कति त -3 अपन 4.2 into 10 को पावर 4 4.2 into 10 को पावर -4 है त इन्टुमा छ यहाँ केमा छ दुईटा नम्बर इन्टुमा छ भनेपछि 2.1 into 4.0 मल्टिप्लाई गरौँ 10 को पावर चाहिँ एक ठाउँमा लेखौँ 6 यो -3 है
इन्टुमा भएपछि पावर के हुन्छ एड हुन्छ तर -3 भएर -3 अपन 4.2 इन्टु 10 को पावर कति -4 भनेपछि यो कति भयो 4.2 नै भयो माथि के अरे 8.2 8.4 भयो माथि 4 2 जा 8 अनि 8.4 इन्टु 10 को पावर कति भयो 3 भयो अपन यहाँ चाहिँ 4.2 इन्टु 10 को पावर -4 भनेपछि अब यसलाई चाहिँ के गरौँ भने माथि सारौँ के गरौँ यसलाई डिभाइड गरिदिउँ दुईटा नम्बरलाई डिभाइड गरौँ 10 को पावर माथि सारौँ यो 2 आयो 2.0 आयो इन्टु यो कति हुन्छ 3 + 4 हुन्छ 10 को पावर यो 3 छ -4 माथि जाँदा +4 भयो भनेपछि 2 इन्टु 10 को पावर कति भयो त 7 भयो कति भयो रे 2 इन्टु 10 को पावर 7 कुरा बुझ्नुभयो ल डी नम्बर है 6.48 इन्टु 10 को पावर 5 अपन 2.4 इन्टु 10 को पावर 4 इन्टु 1.8 इन्टु 10 को पावर -2 अब यो दुईटा चाहिँ मल्टिप्लाई गर्नुहोस् पावर चाहिँ 4 माइनस कति भयो त 2 भयो यो माइनस हुन्छ है यो माइनस भयो 4 माइनस 2 भयो 2 भयो अनि यो 2 माथि लर यो डिभाइड गर्नुहोस् यही के गरौँ भने यसलाई साइडमा गर्छ कि जस्तो लाग्यो यो क्वेसनलाई चाहिँ 6.48 इन्टु 10 को पावर 5 छ अलरेडी अपन 2.4 र 1.8 मल्टिप्लाई गर्नुहोस् अनि 10 को पावर 4 छ यताको -2 भयो है त भनेपछि कति आयो 6.48 इन्टु 10 को पावर 5 अपन यो दुईटा मल्टिप्लाई गर्दा कति आउँछ यहाँ लेख्नुहोस् इन्टु 10 को पावर 2 भयो अब यहाँ कति आउँछ त भन्दाखेरि 2.4 इन्टु 1.8 गर्नु पर्यो है यहाँ लेखिदिएर अनि यो नम्बर र जुन मल्टिप्लाई गरेर आउँछ नि यो दुईटा मल्टिप्लाई गरेर आएको नम्बर यहाँ लेख्ने यो डिभाइड गर्नुहोस् यो दुईटा नम्बर डिभाइड गर्नुहोस् 10 को पावरलाई एक ठाउँमा राख्नुहोस् नम्बर डिभाइड गर्नुहोस् यहाँ लेख्नु डिभाइड गरेर इन्टु 10 को पावर 5 माथि अलरेडी छ यो 2 चाहिँ माथि जाँदा के हुन्छ -2 हुन्छ जति आउँछ इन्टु 10 को पावर कति भयो त 3 भयो कति भयो त 3 भयो ल यो 1.5 आउँदो रहेछ है आन्सर चाहिँ 1.5 इन्टु 10 को पावर 3 छ ल गर्नुहोस् है अहिले नै 4 नम्बरले क्वेसन पढाउँदा पहिला क्वेसन बुझौँ There are 3.2 into 10 to the power 4 liter of water in a tank and 10.3 into 10 to the power 3 liter of water in a second tank. How much water is there in a two tank? जम्मा कति छ भनेर सोधेको के गर्ने एड गर्ने यो नम्बर र यो साइन्टिफिक नम्बर र यो साइन्टिफिक नम्बरलाई के गर्नु पर्यो एड गर्नु पर्यो सक्नुहुन्छ होला नि अब त एड गर्न त एउटै बेस बनाउने के 10 को पावर एउटै बनाउने यहाँ 3 छ यहाँ 4 छ यहाँ 4 छ यहाँ 3 छ एउटै बनाउनुस् अनि एड गर्नुस् A rocket is projected to travel at a distance of 80 km. How much distance left after traveling the distance of 80 km? यतिको लागि रकेट लन्च गरेको छ यतिको लागि हिँड्नको लागि यति हिँडिसक्यो भने चाहिँ कति बाँकी छ भनेको छ हाउ मच डिस्टेन्स लेफ्ट कति डिस्टेन्स हिँड्न बाँकी छ भने चाहिँ घटाइदिनुस् यो र यो माइनस गर्ने है त हाउ मेनी ट्याङ्क्स अफ क्यापासिटी 1.6 इन्टु 10 को पावर 3 लिटर आर निडेड टु स्टोर द यति लिटर पेट्रोल स्टोर गर्नलाई यति क्यापासिटी भएको कतिवटा ट्याङ्क चाहियो भनेको छ भने चाहिँ डिभाइड गर्ने कसलाई डिभाइड गर्ने त भन्दा 9.6 इन्टु 10 को पावर 6 लाई कसले 1.6 इन्टु 10 को पावर 3 ले भनेपछि अब यो दुईटा नम्बर डिभाइड गर्नुस् यहाँ लेख्नुस् कति आउँछ हैन यो अनि इन्टु 10 को पावर चाहिँ 10 को पावर चाहिँ 6 - 3 भयो भनेपछि यो कति आउँछ 6 आउँछ है डिभाइड गर्दा भनेपछि 6 इन्टु 10 को पावर 3 कति आउँछ आन्सर 6 इन्टु 10 को पावर 3 है त आन्सर कति रे 6 इन्टु देयर आर 1.8 इन्टु 10 को पावर 8 लिटर अफ वाटर इन अ पोन्ड यति पोन्ड छ फेरि पानी छ पोन्डमा इफ 1.6 इन्टु 10 को पावर 5 लिटर अफ वाटर आर फ्लोटेड आउटसाइड यति चाहिँ बाहिर बगेर गएर हाउ मच वाटर इज लेफ्ट कति चाहिँ बाँकी छ भनेर सोधेको छ यो के गर्ने भनेको डिभाइड गर्ने भनेको यति थियो यति बगेर गयो भने चाहिँ 1.8 इन्टु 10 को पावर 8 बाट माइनस 1.6 इन्टु 10 को पावर 5 घटाउने दुईटाले के 8 बनाउने कि दुईटाले 5 बनाउने दुईटाले के बनाउने त 8 बनाउला यहाँ अलरेडी ठुलोमा छ यसलाई 8 बनाउन छ 1.8 इन्टु 10 को पावर 8 यसलाई 8 बनाउन के गर्नुपर्छ त भन्दाखेरि चाहिँ माइनस अब यसलाई चाहिँ 8 बनाउने हो भने चाहिँ पावरलाई त अगाडि सार्नु पर्यो 5 6 7 8 3 स्टेप भनेपछि एक स्टेप दुई स्टेप तीन स्टेप भनेपछि अगाडि 0 थप्नु पर्यो 0 पोइन्ट दुईटा 0 थप्नु पर्यो 1 6 इन्टु 10 को पावर कति भयो 8 भयो यो नि 10 को पावर 8 यो नि 10 को पावर 8 1.8 माइनस 0.0016 घटाउने इन्टु 10 को पावर 8 अब घटाएर लेख्नुस् इन्टु 10 को पावर 8 आन्सर ए पावर प्लस बनाउनु छ भने पावरलाई प्लस गर्नु छ भने लेफ्ट साइडतिर के बुझ्नु पर्यो भने पावरमा चाहिँ थप्नु पर्ने छ पावरलाई अझ थप्नु पर्ने छ जोड्नु पर्ने छ प्लस गर्नु छ भने डेसिमल कता आउनु पर्यो लेफ्ट साइडतिर आउनु पर्यो पावरलाई घटाउनु छ धेरै छ जस्तै 8 लाई 7 बनाउने भने कतातिर लानु पर्यो
राइट साइडतिर पावरलाई माइनस गर्नु छ भने यो 8 छ नि यो 8 छ यसलाई 7 बनाउने हो भने चाहिँ यता के हुन्छ भने यसलाई चाहिँ 18.10 को पावर 18 इन्टु 10 को पावर 7 हुन्छ कि यो चाहिँ भनेको 10 को पावर 7 घटेको हो नि एक स्टेप घटाउनलाई चाहिँ लेफ्ट साइडतिर लानुपर्छ कि ल यो बेयो अनि सम्पूर्णलाई भिडियो हेरिदिनु भएकोमा धन्यवाद लाइक शेयर र सब्स्क्राइब गर्नु होला अब केही फिडब्याकहरु छ भने पनि दिनु होला र धेरैभन्दा धेरै चाहिँ प्र्याक्टिस गर्नु होला यसलाई चाहिँ एउटा चाहिँ हामीले चाहिँ बेसको रूपमा बुझेर यो अनुसार तपाईले चाहिँ हेरेर मात्र हुँदैन कि त्यो सँगै मैले सँगसँगै चाहिँ तपाईले पनि बुक कपी पेन लिएर चाहिँ सँगै प्र्याक्टिस गर्नुभयो भने चाहिँ पक्कै पनि सुधार हुन्छ थ्यांक यू सो मच कीप वाचिङ